मैले धेरै विषयवस्तु राख्न आवश्यक ठानेको छैन। यो कार्यक्रमले नै सबै कुरा बताइसकेको छ, यसको ओज, यसको महत्त्व, यसको औचित्य, यसले बोकेका जिम्मेवारीहरू नै हाम्रा बिचमा आइसकेका छन्। धेरै कुराहरू बताइरहनु पर्दैन, चित्र आफै बोल्छ, प्रोग्रामको तस्बिर आफै बोल्छ भने जस्तो भएको छ। आज म आफू खुसी पनि छु। 2075 सालमा म आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेला नै हामीले पत्रकार सम्मानको एउटा कार्यक्रमलाई औपचारिक रूपमा सुरु गरेका थियौँ। त्यो आज निरन्तर चलिरहेको छ। त्यसबाट दर्जनौं साथीहरू सम्मानित हुनुभएको छ। हिजो सम्मान गर्दा हामीलाई उमेरको कारणले, इतिहासको कारणले थोरै साथीहरू खोज्दा पुग्थ्यो। 20 वर्षको कार्य अवधि, उमेर समूह, इतिहास सबै हेर्दा असाध्यै थोरै साथीहरू हुन्थ्यो। तर 7-8 वर्षको अन्तरालमा आज त्यो योग्यता भएका धेरै साथीहरू भइसक्नु भएको छ। त्यसले गर्दा हामीलाई छनौट गर्न गाह्रो पनि हुन थालेको छ। हिजो सजिलो थियो, अहिले गाह्रो हुन थालेको छ। तर यो गाह्रोका बीचमा पनि जुन समिति बनेर तपाईहरुले योग्य साथीहरूको, योग्यहरू मध्येबाट पनि एउटा योग्यहरूको टिम छनौट गर्नुभएको छ, यो आफैमा खुसीको कुरा हो। म सबै सम्मानित भएका वरिष्ठ पत्रकार साथीहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। यहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। यहाँहरूको सुस्वास्थ्य र दीर्घ जीवनको समेत कामना गर्दै यहाँहरूको पारिवारिक सुख शान्तिको पनि कामना गर्न चाहन्छु। त्यस्तै आज यो निबन्ध प्रतियोगिताको माध्यमबाट हामीले केही साथीहरू, युवा व्यक्तित्वहरूलाई छनौट गरेका छौँ। यसमा महिला भाइ बहिनीहरू, विद्यार्थी बहिनीहरूको उल्लेख्य सङ्ख्या रहेको छ। यसले मलाई गौरवको पनि अनुभूति गराएको छ, किनभने आजको हाम्रो समाज असाध्यै प्रतिस्पर्धी समाज हो। हरेक क्षेत्रमा प्रतिस्पर्धा छ। हिजो हामी महिला सहभागिताको कुरा गर्दाखेरि असाध्यै न्यून सहभागी हुने, एउटा महिला प्रतियोगी, एउटा महिला सहभागिता खोज्नु पर्यो भने हामी धेरै मेहनत गर्ने अवस्थामा थियौँ। तर आज लोकतान्त्रिक परिपाटी र नेपाल एउटा सार्वसत्ता सम्पन्न, सार्वभौम जनता अधिकार सम्पन्न भएको दिन पनि हो आज। यो दिनमा हामीले हाम्रा प्रतिस्पर्धीहरूलाई 101 प्रतिस्पर्धी जन्मिएका छन् र त्यसभित्रबाट हामीले छनौट गर्नुपर्ने हाम्रा लागि चुनौती पनि थपिएको छ। यो राम्रो कुरा पनि हो। यसर्थ म यस मानेमा पनि गर्व गर्न चाहन्छु। अर्को कुरा, आज गणतन्त्र दिवस, 18औं गणतन्त्र दिवस। गणतन्त्र दिवसका बारेमा केही प्रश्नहरू केही उठे भन्ने खालका कुराहरू आएका छन्। स्वाभाविक हो, यो शासन प्रणालीकै चरित्र नै हो। यसको कमजोरीहरूको टिक्का टिप्पणी गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ। यसका राम्रा पक्षहरू असाध्यै धेरै छन्। यो वैज्ञानिक विचार सिद्धान्तमा आधारित भएको शासन प्रणाली हो र विश्वको अहिलेसम्मको उत्कृष्ट शासन प्रणाली पनि हो। त्यसले त यसका कमजोरीहरू हुन्छन्। अब राम्रा कुराहरूमा पनि धेरै राम्रा मान्छेहरूका पनि एउटा खोट कमजोरी हुन्छ। त्यस्तै कुराहरू छन्। यी कुराहरूलाई यहाँहरूले औडाउनु भएको छ, सचेत गराउनु भएको छ। हामी राजनीतिक दलका अगुवा व्यक्तिहरू, हामी विभिन्न प्रशासनिक क्षेत्रमा जिम्मेवारी रहेका व्यक्तिहरूले आफूलाई समयानुकूल ढङ्गले आएका टिप्पणी, आलोचना, कमी कमजोरीलाई सुधार्दै यसलाई अझ बढी व्यवस्थित र एउटा रिजल्ट ओरिएन्टेड संरचना संस्थाको रूपमा विकास गर्नुपर्ने हाम्रो जिम्मेवारी हो। यो कुरामा हामी चुक्ने छैनौँ र आगामी दिनमा हामी अझै राम्रा कामहरू गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने दिन हो। म सम्पूर्ण शहीदहरू, यो शासन प्रणालीका लागि जीवन बलिदान गर्ने शहीदहरू, घाइते अपाङ्ग शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते अपाङ्गहरूको शीघ्र स्वास्थ्य लाभको कामना र यो शासन प्रणालीका लागि आफ्नो जीवनभर सङ्घर्षको नेतृत्व गर्नुहुने अग्रज नेताहरूप्रति पनि म सम्मान र आदरभाव व्यक्त गर्न चाहन्छु। उहाँहरूलाई सधैँ स्मरण गर्न चाहन्छु र उहाँहरूका आदर्शहरूबाट सिकेर सदैव लोकतान्त्रिक शासन प्रणालीलाई स्थापित सुदृढ गर्ने कुरामा जीवनभर प्रतिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। साथीहरू, यहाँ केही प्रतिनिधिमूलक विचार पनि आइसकेको छ। मैले त्यता धेरै जान चाहन्न र पत्रकार साथीहरूले पनि केही कुराहरू सङ्केत गर्नुभएको छ।
म त्यसलाई पनि आत्मसात र समर्थन गर्न चाहन्छु। म संक्षेपमा के भन्न चाहन्छु भने कुनै पनि शासन प्रणाली शासकीय चाहिँ एउटा शासन व्यवस्था अथवा यसका चाहिँ उदाहरणहरू त्यो समाजमा यसको स्थिति के छ। कुनै शासन प्रणाली लोकतान्त्रिक शासन प्रणाली वा हिजोको पञ्चायत शासन व्यवस्था वा अरू कुनै शासन प्रणालीहरूका दार्शनिक आधारहरू हुन्छन्, यसका सैद्धान्तिक आधारहरू हुन्छन्, यसका आर्थिक आधारहरू हुन्छन् र समाजको चरित्रका आधारमा शासन प्रणालीहरू स्थापित हुन्छन्। तपाईहरुले हामीले आजभन्दा धेरै वर्ष अगाडि राणाशाही पनि हाम्रा अभिभावकहरूले बिहोर्नु भयो। पञ्चायती शासन व्यवस्था हामीले बिहोर्यौँ करिब 3 दशक। यी सबै शासन व्यवस्थाहरू त्यो बेलाका उपज हो। त्यसका केही दार्शनिक आधारहरू, सैद्धान्तिक मान्यताहरू र आर्थिक आधारहरू सहित यी शासन व्यवस्थाहरू टिक्ने गरेका हुन्छन्। अहिलेको दुनियाँमा 21औं शताब्दीको आजको यो दुनियाँमा र साइन्स टेक्नोलोजीको यो विकास भएको अवस्थामा अब अहिले अनिर्वाचित हुने प्रणाली वा जन्मसिद्ध अधिकार सम्पन्न हुने, जन्मसिद्ध श्रेष्ठता हुने शासन प्रणाली अहिलेको यसको दार्शनिक आधार पनि छैन, यसको सैद्धान्तिक आधार पनि छैन, यसको आर्थिक आधार लगायत सामाजिक अवस्था पनि समाजको बनोट पनि त्यो चरित्रको छैन। यसले गर्दा म आज यस समारोहबाट के भन्न चाहन्छु भने केही रणभुल्लमा केही आफ्ना अभिष्टहरू, आफ्ना कुचित मनसाहरू पूरा गर्नका लागि कुनै एउटा व्यक्तिको शासन व्यवस्थालाई का पक्षमा जनतामा भ्रम सर्ने काम नगर्न पनि म यहाँबाट सबैलाई सचेत हुन आग्रह पनि गर्न चाहन्छु। कुनै पनि जनमत नभएका, असाध्यै न्यून जनमत भएका एउटा निर्वाचन सिट जित्नु पर्यो भने एउटा निर्वाचन क्षेत्रमा आफ्नो प्रतिनिधि जिताउनका लागि धेरै मान्छेका, धेरै राजनीतिक शक्तिका बुई चढ्ने राजनीतिक शक्तिहरू आज समाजमा रहेका केही भ्रष्टजनहरूलाई, केही नकारात्मक पात्र र प्रवृत्तिहरूलाई, केही नकारात्मक घटनाहरूलाई आधार बनाएर नकारात्मक घटनाको डङ्गुरमाथि चढेर अनि विज्ञानलाई चुनौती दिने, अहिलेको दुनियाँलाई चुनौती दिने, लोकतान्त्रिक शासन प्रणालीलाई चुनौती दिने यो कुनै पनि हक अधिकार राख्दैनन्। म यो कुरा यस मञ्चबाट सचेत पार्न पनि चाहन्छु। हामीलाई थाहा छ हामी यो शासन व्यवस्थाका लागि लडेका मान्छे पनि हौं। हामीले लड्दा कुनै तथ्य, कुनै दर्शन, सिद्धान्त र आर्थिक आधार बेगरका हाम्रा भनाइहरू, लडाइँहरू गरेका छैनौँ। म केही मान्छेहरू अहिले बोलिरहेका छन्, म यहाँबाट सचेत पनि पार्न चाहन्छु। नेताहरू भाग्न हेलिकप्टर तयार हुन्छ भनेर कोही एउटा नेताले बोलेछन्। कुनै एउटा नेताले बोले, म बिचारा बबुरा मात्रै भन्न चाहन्छु, जसको एउटा निर्वाचन जित्ने आधार पनि छैन। अर्काको पार्टीले बोकेर चुनाव जित्ने मान्छे आज लाखौं जनताका प्रतिनिधिहरूलाई ललकारिरहेका छन् सामाजिक सञ्जाल र मिडियाको दुरुपयोग गरेर। म त भन्न चाहन्छु यस्ता अवैज्ञानिक, जनविरोधी क्रियाकलापहरूको मलाई लाग्छ प्रचार पनि गर्नु हाम्रा लागि दुःखको विषय हो। म यहाँ यस मञ्चबाट सचेत हुन पनि आग्रह गर्न चाहन्छु। हामी भाग्ने होइन, भाग्ने तयारी चाहिँ बरु यस्ता गलत पात्र र प्रवृत्तिले गरे हुन्छ भन्ने म यहाँबाट सचेत पनि गराउन चाहन्छु। किनभने हामीले देखेका छौँ, पञ्चायत पनि हामीले भोगेका हौं। जनताको छोरो, जनताका छोरी प्रजातन्त्रको आवाज बोके बापत आज गुमनाम भएका सयौं नागरिकहरू छन्। जीवन र मृत्युको टुङ्गो नभएका हजारौं मान्छेहरूको अहिले पनि यो समाजमा हामी नाम लिन सक्छौं। आज प्रजातन्त्र भने बापत, लोकतान्त्रिक शासन प्रणाली भने बापत वा राजा जनताको प्रतिनिधि हुन सक्दैन भने बापत दर्जनौं मान्छेहरूले आजभन्दा 50-100 वर्ष अगाडि आफ्नो ज्यान गुमाएका छन्। त्यो शासन प्रणालीको पक्षमा नेपाली जनता लाग्छन्, उलामालामा लाग्छन् भन्ने बुझाइ भएर आन्दोलनको घोषणा गरेको भने यो आन्दोलन होइन, यो जनविरोधी क्रियाकलाप हो। लोकतान्त्रिक शासन प्रणाली र अहिलेको विज्ञान, अहिलेको वैज्ञानिक समाज विरोधी अभिव्यक्ति हो भन्ने म स्पष्ट पार्न चाहन्छु। म यिनै
संक्षेपमा यिनै कुराहरू यहाँहरूका बिचमा राखेर यो लोकतान्त्रिक शासन प्रणालीको विकल्प भनेको योभन्दा उन्नत लोकतान्त्रिक शासन प्रणाली हो। गणतन्त्रको विकल्प भनेको योभन्दा अझै सुधारिएको, अझै आफ्ना कमी कमजोरीलाई आत्मसात गरेर सच्याएर अगाडि बढेको लोकतान्त्रिक शासन प्रणाली र गणतान्त्रिक शासन प्रणाली मात्रै हुन सक्छ। छलफल गर्न सकिन्छ। सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा यसका मोडलहरू, यसका निर्वाचन प्रणालीहरू, यसका डिमेरिट्सहरू हटाउँदै मेरिट्सहरूको आधारमा अझ यसलाई परिष्कृत बनाउने, समुन्नत बनाउने काम छलफल गर्न सकिन्छ। लोकतन्त्र हो, यहाँ छलफलको हरेक समय गुन्जाइस छ। म यो कुरा स्पष्ट पार्न चाहन्छु। अहिले केही मान्छेहरूमा हामीमा पनि भ्रम छ, लोकतन्त्रको विरोध भइरहेको छ, आलोचना भइरहेको छ भनेर म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। तपाईँहरू जो मान्छेहरू आज सामाजिक सञ्जालमा मिडियामा लेखी बोलिरहेका छन्, तपाईँ हेर्नुहोस् नजिकबाट। अधिकांश प्रोफाइल नभएका नक्कली आइडीहरू बनाएर प्रजातन्त्र, लोकतान्त्रिक शासन प्रणाली, लोकतन्त्रका उपलब्धिमाथि प्रहार गरिरहेका छन् वा एउटै कोठाभित्र बसेर छलफल नाममा चलाइएका हजारौं हजार सामाजिक सञ्जालहरूको दुरुपयोग गरेका छन्। यसमा राज्यले कानुनको माध्यमद्वारा यस्ता कुराहरूलाई नियमन गर्न आवश्यक छ। जसले प्रजातन्त्रको गलत ढङ्गले दुरुपयोग गर्दै मान्छेलाई गाली गराउने, मिथ्या समाचार प्रकाशन गर्ने, गलत सूचना प्रवाह गर्ने खालका परिपाटीलाई यो लोकतन्त्रमा कानुनको माध्यमद्वारै हुन्छ। यो कुरा पनि कानुनको माध्यमद्वारा नियमन, अनुगमन र नियन्त्रण गर्ने काम गर्नु आवश्यक छ। राज्यले यो काममा अविलम्ब आफ्ना पाइलाहरू अगाडि बढाउनुपर्छ। हामी प्रदेशका संरचनाहरू, प्रदेशका सरकारले पनि आफ्ना कामहरूलाई आत्मसमीक्षा र मूल्याङ्कन गर्दै आगामी दिनमा लोकतन्त्रका पक्षमा, जनताका पक्षमा, यसको सुशासन र शासकीय सुधारका पक्षमा आफ्ना ध्यानहरूलाई केन्द्रित गर्नुपर्छ। अहिले अलिकता एउटा कुरा उठाइएको छ, युवाहरू विदेशतिर पलायन भए, रोजगारको अवसर छैन, जीडीपी बढ्न सकेको छैन, आर्थिक वृद्धि दर न्यून भएको छ, राष्ट्रिय उत्पादन घटिरहेको छ, ऋण बढेको छ वा राष्ट्रिय पुँजीको विकास हुन सकिरहेको छैन भन्ने खालका विभिन्न माध्यमबाट चिन्ताहरू व्यक्त गरेका छन्। यसमा केही हदसम्म सत्यता छ, सबै कुरामा उत्तिकै सत्यता छैन। तपाईँ अहिलेकै यही अवस्थामा पनि हेर्नुहुन्छ भने गत वर्षको तुलनामा नेपाल सरकारले निर्यात प्रबन्धनमा उल्लेख्य प्रगति गरेको छ। उल्लेख्य राष्ट्र वृद्धिमा उल्लेख्य प्रगति भएको छ। रोजगारका केही क्षेत्रहरूमा रोजगारी बढेको छ र गरिबी निवारण लगायतका विषयहरूमा पनि केही उपलब्धिहरू भएका छन्। यतिले हामीलाई पुग्दैन। यसको स्थायित्व पनि हुनु पर्यो, योभन्दा यसको वृद्धि पनि हुनु पर्यो, अनि मात्रै जनता सन्तुष्टि हुन्छ भन्ने कुरा म स्वीकार्छु, म आत्मसात पनि गर्छु। तर केही हुँदै भएको होइन, व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने जुन भ्रम पिटिएको छ, सरासर गलत कुरा हो। केही डाटाहरू हिजो हाम्रो एउटा प्रोग्राममा असाध्यै महत्त्वपूर्ण डाटाहरू पनि हाम्रा नेताहरूले राख्नु भएको छ। ती डाटाहरू तथ्यमा आधारित डाटाहरू, त्यो फेक डाटाहरू बनाएर प्रचार गरिएको होइन। तपाईँ यी सबै कुराहरू, अहिलेका भौतिक पूर्वाधारको विकास, अहिलेको आर्थिक विकास, सामाजिक क्षेत्रमा देखिएका विकासका सङ्केतहरू अथवा यसका प्रभावहरू, यी सबै कुरामा हामी राम्रो पोजिसनमा छौँ। तर अझै यसलाई राम्रो बनाउनु पर्ने दायित्व, जिम्मेवारी हामीभित्र छ। त्यो हामी त्यसका लागि प्रतिबद्ध छौँ, त्यसका लागि मेहनत गरिरहेका छौँ। कोशी प्रदेश सरकारले यो आगामी वर्षमा, यो अहिले चालु वर्षमा पनि हामीले केही महत्त्वपूर्ण कामहरू गरेका छौँ। हामीले रोजगारी वृद्धिका लागि, हामीले यहाँका मान्छेहरूको रोजगारी र रोजगारीका अवसरहरू सृजनाका लागि हामीले धेरै महत्त्वपूर्ण कार्यक्रमहरू ल्याएका छौँ। म अहिले यो समय कम छ, धेरै बताउन चाहिन्न, तर तपाईँहरूलाई म भन्न चाहन्छु, विद्यार्थी भाइ बहिनी, युवा साथीहरू, पत्रकार मित्रहरू, उपस्थित दाजुभाइ दिदीबहिनीलाई, हाम्रा मन्त्रालयहरूमा तपाईँहरूले बसेर केही डाटाहरू लिनुभयो भने धेरै महत्त्वपूर्ण कामहरू हामीले गरेका छौँ। हामीले महत्त्वपूर्ण केही निष्कर्षहरू निकालेका छौँ।
र आगामी आर्थिक वर्षका लागि हामीले भर्खरै हाम्रो नीति कार्यक्रम संसदबाट ल्याएर पास गरिसकेका छौँ। हामी बजेट निर्माणको क्रममा छौँ। एउटा कुरा सत्य के हो भने हाम्रो आर्थिक वृद्धि दर जुन गतिमा छ त्यो गति बढाउनु पर्ने आवश्यकता छ। हाम्रो जुन राष्ट्रिय पुँजीको विकासको कुरा छ त्यो असाध्यै न्यून छ। यसलाई बढुवा दिनुपर्ने छ। यी दायित्व जिम्मेवारी हाम्रो हो, हामीले अघि बढाउँछौँ। तर हामीले युवा लक्षित विभिन्न प्रोग्रामहरू ल्याएका छौँ। चाहे ब्याज अनुदानको कुरा गर्नुहोस्, हामीले 6 अरबसम्म कोशी प्रदेशभित्रका व्यवसायहरूलाई व्यवसाय गर्नका लागि बैंक र वित्तीय संस्थाबाट 6 अरब लोन प्रवाह गर्न सक्ने गरी हामीले ब्याज अनुदानको प्रोग्राम ल्याएका छौँ। मिडियाका साथीहरू, युवा भाइ बहिनीहरू र यहाँका साथीहरूले यसको आवश्यक मात्रामा प्रचार प्रसार गरिदिनु भयो भने धेरै मान्छेले यसबाट लाभ लिन सक्ने ठाउँहरू छन्। स्टार्टअप प्रोग्रामहरू हामीले केही अघि बढाएका छौँ। युवा उद्यमशीलताका कुराहरू बढाएका छौँ। महिला रोजगारीका क्षेत्रमा केही नयाँ नीतिहरू हामीले यस्ताले ल्याएका छौँ र आगामी वर्षमा त्यसलाई कार्यान्वयन गरेर जानेछौँ। अर्को, हामीले यो प्रदेशभित्र युवा उद्यमीहरूलाई, सानो तथा मझौला उद्यमीहरूलाई लक्षित गरेर 8 अरब रुपियाँसम्म बिना धितो बैंकबाट लिन सक्ने नीति र सम्झौता सम्पन्न गरेका छौँ। हामी आउँदो आर्थिक वर्षको यसमा पनि प्रवेश गर्दैछौँ। यो कोशी प्रदेश सरकारले यी कामहरू गरेको छ। थुप्रै अरू तालिम, सिप प्रवर्धन, हाम्रा यहाँका जाति भाषा सम्प्रदायलाई प्रोत्साहन गर्ने, उनीहरूको संस्कृतिको संरक्षण गर्ने, हाम्रा यहाँका राष्ट्रिय प्रतिभा र परिचय पहिचानहरूलाई स्थापित गर्ने, यी थुप्रै कुराहरूमा हामीले हाम्रा लिमिटेड बजेटलाई, लिमिटेड साधन स्रोतलाई मैक्सिमम हामीले वितरण गरेका छौँ। जो वैज्ञानिक छ त्यो विधि वितरण गर्दैछौँ, जसलाई हामी आगामी बजेटको माध्यमबाट पनि सम्बोधन गर्ने प्रयास गरेका छौँ। भौतिक पूर्वाधार लगायतको विकासमा हामीले गुणात्मक फड्को मारेका छौँ। अब यसको स्थायित्व, यसको विकास, यसको दिगोपन, हाम्रो विकासको दिगोपन, हाम्रो गरिबी निवारण, हाम्रो आर्थिक उत्पादन र हाम्रो राष्ट्रिय पुँजीको विकासमा हामी अझै धेरै काम गर्न बाँकी छ। यी कामहरू हामी गर्ने गरी लक्ष्य तय गरेर हामी अगाडि बढेका छौँ। म यो कुरा यहाँहरूलाई संक्षेपमा बताउँदै आज यति महत्त्वपूर्ण कार्यक्रम गणतन्त्र दिवसको अवसर पारेर तपाईँहरूले जुन पत्रकार सम्मान कार्यक्रम र पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्नुभयो, यसका लागि आन्तरिक मामला मन्त्रालय, मन्त्रीज्यू, सचिवज्यू लगायत सम्पूर्ण राष्ट्रिय सेवा कर्मचारी साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। पुरस्कृत हुने साथीहरूलाई पुनः बधाई भन्न चाहन्छु। सम्मानित हुने पत्रकार साथीहरूलाई फेरि बधाई भन्न चाहन्छु। र यति महत्त्वपूर्ण प्रोग्रामको मलाई मुख्य अतिथिको रूपमा आमन्त्रण गरेर जुन सम्मान गर्नुभयो, जे कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि यहाँहरूलाई थप आदर सम्मान व्यक्त गर्दै यो एउटा महत्त्वपूर्ण उपलब्धि हामीले हासिल गरेका छौँ। गणतन्त्र दिवस सम्झना हिजो हामीले केही प्रोग्रामहरू गऱ्यौँ, आज केही गर्दैछौँ र भोलि केही गरेर 3 दिवसीय यो समारोहलाई हामीले 3 दिवसीय कार्यक्रमलाई हामी सम्पन्न गर्नेछौँ। र हामी लोकतन्त्र र हाम्रा शासन प्रणालीमाथि उठेका प्रश्नहरूको बारेमा, उठाइएका प्रश्नहरूको बारेमा समीक्षा गरेर आगामी दिनमा अझै बढी व्यवस्थित भएर, अझै बढी वैज्ञानिक भएर व्यावहारिक खालका कार्यक्रमहरू ल्याउने र यसलाई प्रस्तुत गर्दै जाने कुरामा प्रतिबद्ध छौँ। यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र अन्त्यमा आज अर्को एउटा महत्त्वपूर्ण दिन पनि परेको छ। आज 29 मे 1953 29 मेका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले आरोहण गर्नुभएको दिन पनि हो। यसलाई नेपाल सरकारले, हामी नेपालीले सगरमाथा डेको रूपमा मनाउने गरेका छौँ। सगरमाथा डेको सन्दर्भमा म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक बधाई, शुभकामना भन्दै हाम्रो वातावरण संरक्षण, हाम्रा हिमालहरूको संरक्षण, हाम्रा हिमालहरूमा हाम्रो जलवायु परिवर्तनमा देखिएका नकारात्मक चाहिँ घटनाक्रमहरूलाई न्यूनीकरण गर्दै, जोखिम व्यवस्थापन गर्दै हाम्रो हिमाल, हाम्रो वातावरण, हाम्रो परिवेशलाई स्वस्थ र सफा राख्न हामी सबै प्रतिबद्ध हुने प्रतिबद्धता व्यक्त गर्ने दिन पनि हो। म यो प्रसङ्गलाई पनि यसमा जोड्दै यहाँ सबैलाई सगरमाथा डेको उपलक्ष्यमा समेत बधाई, शुभकामना व्यक्त गरेर आफ्नो मन्तव्यलाई टुङ्ग्याउन चाहन्छु। हवस्, धन्यवाद।